नेपालमा छँदाखेरि टुरिस्टहरूले खिच्दै हिँड्दै भिडियो हामी हेर्थ्यौँ। आज हामी यहाँ टुरिस्ट हो, विदेशमा छौँ। जमाना बदलेको छ पहिला हेर्दाखेरि गाह्रो हुँदो रहेछ। त्यो एउटा रहर हो, यस्तो छ चट्टान। लेकिन ये साला कर क्या रहे हैं आप? सेलको माथिको डाँडामा जान लागिरहेको छौँ। हाई नमस्ते, वेलकम टु माई च्यानल उपर्ण ब्लग्समा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी यो हाइकिङको लागि यो माथिको डाँडामा जान लागिरहेका छौँ। बादल लागिरहेको रहेछ, सिसेलको भिक्टोरिया सिटी। हामी चाहिँ यो माथिको यो सिसेलको माथिको डाँडामा जान लागिरहेका छौँ। साथी अगाडि हिँडिरहनु भएको छ। यहाँ चाहिँ अलिकति मौसम यहाँ चाहिँ अहिलेको मौसम बर्सातको जस्तो मौसम छ। बादल लागिरहेछ माथि डाँडामा। हेर्नुहोस् त्यहाँबाट कस्तो भ्युज देखिँदैछ, हेरौँ आजको यात्रा कस्तो हुनेछ। तपाईँले अन्तिमसम्म भिडियो हेरेर साथ दिनेछ भन्ने आशा गरेको छु। हाम्रो साथी विजय अधिकारी छ है क्या देर मोटा जस्तो देखिनुहुन्छ। तपाईँ त पुरै बडी बिल्डर जस्तो देखिरहनु भएको छ। माथि डाँडामा हामी जान्छौँ। अभी मजा आएगा ना। यो त ऊ होइन के सुपारी। सुपारी यस्तो फलेको छ, सुपारीको बुटो। यो आँप चाहिँ लटरम्मै फलेको रहेछ। लटरम्मै आँप रुखैमा पाकेछ। तपाईँको त पाक्यो होइन, झरेको? फेरि यहाँबाट लाग्दैछ, यस्तो बाटो छ यो। गाउँघरको त्यो रमाइलो पल, साथीहरूसँगको त्यो बालापन के गेर रहेछ यो? मिल्ने यस्तो रहेछ। अमिलो दामी अमला जस्तो अमला हो रहेछ। कुन खालको ऊ त पाक्यो, यसलाई त को भन्छ थुक्क त्यो पाएको चाहिँ खानु हाँगो हुनुको नि त। त्यो एउटा हो। यहाँ पनि के हो यो? सर्च गर्नु न। आल्चा अरे, यस्तो आल्चा भेटाएको छौँ हामीले खान लागिरहेको हो रहेछ त। यहाँ त सानो हुँदो रहेछ खानु त। अहिले सुबह खाता नि पाएको त गुटी पनि मिठो हुँदो रहेछ। खाइहाल्यो नि। कटहर फलेको रहेछ। कटहर, जैक फ्रूट। वी हैव फ्रूट, जैक फ्रूट ओवर दिया। के को बुटो रह्यो? कत्रो ठुलो हो नि। आँपको बुटो हो, यति ठुलो हो। बुटो रहेछ नि बुट पनि। हामी यहाँ तलबाट आएको सिटी हुँदै। आँप चाहिँ यहाँ धेरै हुने क्या है। यस्तो बाटा बाटा आँप फलिरहेको छ है। आँपको बुटै बुटो आँपै आँप छ यो जङ्गलमा धेरै जसो। पछाडि यो नेपालको जस्तो डाँडो छ यो कञ्चनजङ्घा। कञ्चनजङ्घाको जस्तो छ त त्यो त। कञ्चनजङ्घा जस्तो पानी पऱ्यो क्या
पानी परेको देख्छु अन्त हाई गाइस यतिखेर मैले यो कोकोडेम्बर मेल ट्रीको बुटो देख्न गइरहेको छु यो चाहिँ वर्ल्डमा कहीँ पनि पाउँदैन यो सिसेलमा मात्र पाउँछ भन्ने भनाइ छ तपाईँलाई मैले देख्न गइरहेको छु डेम्बर मेल ट्री यो हो कोकोडेम्बर भन्ने यो चाहिँ तपाईँको मेल ट्री हो यस्तो छ यो चाहिँ वर्ल्डमा चाहिँ कहीँ नपाउँदैन यो चाहिँ सिसेलमा मात्र पाउँछ यो बुटो गाउँ घरको माया मनमै बस्छ रहर पिङ्ग खेलेको आँगनमा भर्याङको त्यो पहेर टाढा बसे यतिखेर चाहिँ म यो कोकोडेम्बर यो फिमेल भन्ने हो कोकोडेम्बर फिमेल यस्तो हुन्छ यो फिमेल यो वर्ल्डमा नभएको यहाँ पाउँछ त्यो सिसेलमा पाउने हो यो धेरै ठाउँ घुमे धेरै कुरा सिके तर गाउँको माटो मनै भरि टाँसिएछ हाल्दैन त पानी आउने छु एक दिन यो बहिनी ठाउँ गरिदिएको रहेछ टुरिस्टहरूलाई हामी पहिला नेपालमा छँदाखेरि टुरिस्टहरूले खिच्दै हिँड्दै भिडियो हामी हेर्थ्यौँ आज हामी यहाँ टुरिस्ट हो विदेशमा छौँ जमाना बदलेको छ पहिला टुरिस्टहरूले नेपालमा गएर खिच्थ्यो अहिले हामी यहाँको टुरिस्ट हो उहाँ लोकल मान्छे अहिले मिनरल वाटर खान्छ हामी खाँदैछौँ नि सिसेलको खोलो के छ झरना हामी अब यहाँ ट्रेल जानको लागि हामी यहाँ ट्रेल हाइकिङ जानको लागि स्पेसल नेचर ट्रेल हो यो मोटर बाटो भयो गाडी हिँड्ने बाटो भनौँ न हामी यताबाट यो बाटो खिचिन्छ हाइकिङ मस्ट बी accompanied by a licensed tour guide. टुर गाइड चाहिन्छ यहाँबाट जाने हो गाइस अब हेरौँ मन्ट सिसेल्स नेचर ट्रेल यहाँ अहिलेको टिकट खोजेर मात्रै जानु पर्ने रहेछ यहाँ एउटा खतरा लेखेको यस्तो छ। पौडी खेल्न मिल्ने त्यहाँनिर नदी पनि रहेछ क्या एउटा कहाँ उठी हेर्नु न के लेखेको नोटिस्ड हेरेर पढ्नु त यो ट्रेल सिसेल ट्रेल नेसनल पार्कमा यताबाट हामी जाँदैछौँ देखेर है उनीहरूको देखेर अरू पनि आउनुहुन्छ चिप्लो छ पत्ता यस्तो सकिँदैन र सकिन्छ पानी नपर्न पनि सकिँदैन भने अनि यस्तो छ हामी जाँदैछौँ अब यो बाटो पहिराउँदैछौँ यहाँबाट यो 2 किलोमिटर रहेछ मर्ने सिसेल नेचर ट्रेल भने बाटो यस्तो डरलाग्दो रहेछ यार एकदम चिप्लो रहेछ बाटो भाइ बाबु रहिरहेछ माथिबाट यसरी जाने हो यो डाँडा हाइकिङ गरेर जाने हो यस्तो बाटो यो पानीको रहेछ हामी चढिरहेका छौँ यस्तो बनाएको छ माथि डाँडामा हेरौँ बाटो त ठाडै छ त तपाईँ जानु त अगाडि मैले अनि ठाडै छ भनेको एकजना मात्रै केटाकेटी त गयो हामी गयो स्लिपी छैन भनेर बाटोहरू यस्तो बनाएको छ व्यवस्थित बनाएको रहेछ नि बनाउँदो 2 किलोमिटर त धेरै टाढा पर्छ नि है त्यो ठाडै हो बाटो त अप्ठ्यारो छ कि या हो
हे बिस्तारै बिस्तारै जान चिप्लेला फेरि के अरे यहाँ डोरी बाँधेको रहेछ डोरी समाएर जाने हो मक्किने बोलियो रहेछ नि यो रुख त ठिक छ नि पसिना होला होइन के गर्नु लानु तपाईँले पसिनाले गलायो क्या बाटो चाहिँ एकदमै अप्ठ्यारो रहेछ हुन त म चाहिँ पहाडमै जन्मेको पहाडमै हुर्केको मान्छे त्यही पनि अब धेरै वर्षपछि यो हिँड्दाखेरि गाह्रो हुँदो रहेछ पहाडमा पनि अहिले यत्तिको हिँडिन्न जताकतै अब गाडी गएका छन् यहाँ त यो त एउटा रहर हो यस्तो छ चट्टान अझै हामी पुग्न अझै माथि नै छ साथै हिँडिरहनु भएको छ दुईजना मात्र आएको हामी आज चाहिँ तलबाट हामी आएको यस्तो छ यो जलको घना जङ्गल छ यहाँ के छ यहाँ चितुवा बाघ साग के पाउँदैन हजुर चितुवा बाघ पाइन्छ भन्नुहुन्छ हेर्छौँ के पाउँछ यहाँ गइसक्नु भयो यो पहाडको माथि जाने हामी टपमा माथि टपमा फाइनल्ली हामी यो 500 मिटर कुदिसक्यो 1500 मिटर रहेछ आइसकेको छौँ अझै यहाँ 1500 मिटर छ यहाँ जानको लागि लेट्स गो बाटो हिँड्ने क्रममा यहाँ भर्याङ पनि रहेछ भर्याङबाट साथी हिँड्ने हुन्छ यस्तो भर्याङ सराङ लगाइदिएको रहेछ ए यो रुखहरू पुरै ढलेको रहेछ यहाँनिर बिस्तारै नै लड्नु होला यस्तो रुखहरू गाउँलाङ गुलुङ ढलेको रुख होला यो है बाटो चाहिँ अलिक अप्ठ्यारो रहेछ पानी परेर अलिक चिप्लो पनि रहेछ त्यही पनि हामी हिँडिरहेका छौँ अरे रहेछ एकदमै थकित अवस्थामा छौँ यो के भन्छ यसलाई सुटुनीको चिप्स एन्ड रेड बुल खाने जङ्गलको गर्दैछौँ म्याजिक क्रैकिङ स्वीट पोटैटो जङ्गलमा बसेको छौँ यो घना जङ्गलमा चेस स्वीट पोटाटो कस्तो रहेछ खाँदा एकदमै पसिनै पसिनो हुन आउँछ साथी पनि पसिनै भएको रहेछ म चाहिँ बाटो चेक गर्छु गुलियो रहेछ सुटुनी नै जस्तो घिउमा फ्राई गरेको सुटुनी धेरै गुलियो नुनी त्यो नामै स्विट पोटाटो छ सुटुनीको त हुन्छ त्यहाँदेखि निरखा लाग्यो फेरि सर्को खायो नि रेडबुल त पानी फेरि पिउँछ यार तिखा लाएर पानी फेरि पिउँछु त म त रेडबुल त तिखा लाएर क्या मजा चित्त लाग्यो जङ्गलमा छैन
अन्त बिहान 9 बजेतिर आउँदा मात्रै हुने घाम लागिरहेको छ बाहिरतिर यो जङ्गलले घना जङ्गलले गर्दाखेरि यहाँ घाम पनि परेको छैन होइन घाम लागिरहेको छ नि बाहिरतिर रात हम गाउँको बाटो घुमाउरो माटोले भिजेको पाउरो झरी परे खेल्थ्यौं सबै मनमा आनन्द